मूलतः प्राविधिक शिक्षाका दुवै आयाममा प्रतिष्ठान सक्रिय रहँदै आएको छ। रहस्यमय दासढुङ्गा घटना यता नारायणीमा अपरिमित पानी बहिसकेको छ। तर एउटा विषय भने अविचलित छ, त्यो हो जनताको बहुदलीय जनवादको सच्चाइ, त्यसको सान्दर्भिकता र त्यसको जीवन्तता। घटना पूर्व र पश्चात पनि जसले परिकल्पना गरेका थिए कि दुईजना नेताहरूलाई भौतिक रूपले उहाँहरू नरहेपछि नेपालको वामपन्थी आन्दोलन, सामाजिक रूपान्तरण र देशभक्तिपूर्ण आन्दोलन ओह्रालो लाग्दै गएर क्रमशः अवसानमा पुग्छ, समयले उनीहरूलाई गलत साबित गरिदियो। आन्दोलनले आवधिक धक्का अवश्य पनि खायो र आज त हामी सबैभन्दा कठिन धक्काको बिचमा छौँ। तर हरेक पटक यसले धक्कालाई चिरेको छ, नयाँ ढङ्गले आफूलाई सम्हालेको छ, चुनौतीलाई सामना गर्न नयाँ ज्ञान विधि अर्थात् ज्ञानको मार्ग वे आउट पत्ता लगाएको छ र अगाडि बढेको छ। अन्तर्राष्ट्रिय परिस्थिति असाध्यै प्रतिकूल र शक्ति सन्तुलनको तराजु एकाधिकार पुँजीवादतिर ढल्किएको बेलामा नेपालको वामपन्थी आन्दोलनले जुन उचाइ हासिल गरेको छ त्यो गर्व गर्न लायक छ। यी सबैका लागि आशा देखाउने, ऊर्जा भर्ने र बाटो देखाउने काममा सर्वाधिक ठुलो योगदान रहेको छ जनताको बहुदलीय जनवादको, जुन नेताहरूले हामीलाई सुम्पिनु भएको सबभन्दा बहुमूल्य नासो हो। यसलाई चुनौती दिने प्रयासहरू नभएका होइनन्। कसैले समाजवादको सान्दर्भिकता सकियो भनेर बाजा बजाए, बजार अर्थतन्त्र र नवउदारवादी प्रजातन्त्र नै अन्तिम सत्य हो भनेर भ्रम छरे। कसैले जनताको शक्तिलाई अवमूल्यन गर्दै बन्दुकले नै सबै कुराहरूको फैसला गर्छ भनेर 10 वर्षसम्म मुलुकलाई अनुचित हिंसाको बाटोमा धकेले। तर आज ती दुवै बाटो गलत साबित भएका छन् र नेपाली समाजले आज जे परिवर्तन गरेको छ, लोकतान्त्रिक गणतन्त्रको स्थापना, सामाजिक न्याय समावेशी प्रणालीको सहितको लोकतन्त्र, समाजवाद उन्मुख प्रबन्ध र यी सबै कुरालाई समेट्न जुन एउटा संविधान निर्माण भएको छ, यी सबै कुराको मार्गदर्शन वास्तवमा जबजले गरिरहेको छ भन्दा हामीलाई एउटा गर्वबोध हुन्छ। सामाजिक न्याय र सुरक्षा, संविधान निर्माण र त्यसको प्रगतिशील संरचना, पृथकतावाद र हिंसाका पुनरावृत्तिहरूलाई असफल पार्दै तिनीहरूलाई मूल प्रभावमा ल्याउने काम, लैङ्गिक समावेशिताको क्षेत्रमा उदाहरणीय कामहरू, रणनीतिक महत्त्वका पूर्वाधार, भूकम्पपछिको पुनर्निर्माण र राष्ट्रिय हित र स्वाभिमानको उन्नयन, जबजकै एउटा अगुवाईमा हामीले ती लिगेसीहरू निर्माण गरेका छौँ। इतिहासले यी योगदानहरूको उचित मूल्याङ्कन गर्ने नै छ। तर यति बेला भने हाम्रा सामु केही यक्ष प्रश्नहरू खडा भएका छन्। जस्तो वैज्ञानिक विचारधारा र युगान्तकारी उपलब्धिको जग, त्यो विरासत हुँदाहुँदै पनि आज इतिहासले गम्भीर धक्का, आन्दोलनले गम्भीर धक्का खाएको छ इतिहासकै। किन एउटा प्रश्न चिन्ह छँदैछ। समाजमा अस्तिसम्म वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिहरूको एउटा वर्चस्व थियो, तर अचानक एउटा भ्याकुम क्रिएट भएर विचारविहीन जत्थाले आज समाज अकुपाई गरेको अवस्था छ। यो रिक्तता कसरी सृजना भयो र त्यस्ता पात्रहरूले कसरी समाजलाई डोमिनेट गर्ने खालको स्थिति बन्यो। आज जुन ढङ्गको पपुलिजम स्थापित भएको छ, यो कसरी भयो। स्थापित राजनीतिक नेतृत्व र पार्टीहरू र जनताबीच यति ठुलो ग्याप कसरी सृजना भयो। लोकतन्त्र र राष्ट्रकै खिलाफमा यति ठुलो विप्लवको तयारी भइरहेको रहेछ, तर न राज्य निकायले थाहा पायो, न हामी नै त्यसमा थाहा पाएर केही काम गर्न सक्ने स्थिति बन्यो। यो कसरी निर्माण भयो, कहाँनिर मिसम्याच भयो र युवा पुस्तामा एउटा आज जुन ढङ्गको एउटा ग्याप देखिएको छ युवा पुस्ता र स्थापित राजनीतिक नेतृत्वको बिचमा, यो ग्यापका कारणहरू के हुन्, अब हामी कसरी अगाडि बढ्छौँ, यस्ता केही गम्भीर प्रश्नहरू हाम्रा सामु छन्। निसन्देह यो धक्काका पछाडि यसका बाह्य डाइमेन्सनहरू पनि छँदैछन्। लामो समयदेखि नेपाल एकातिर, नेपालका देशभक्त शक्तिहरू एकातिर, नेपालले आफ्नो मुद्दाको फैसला आफै गर्न पाउनुपर्छ भन्ने कुराहरू शक्तिहरू एकातिर, अर्कोतिर होइन। कहीँ न कहीँ यो त हाम्रो डोमेन हो। 18औं शताब्दीमै 19औं शताब्दीमै असान्दर्भिक भइसकेको तथाकथित एउटा त्यो वर्चस्वशाली सोच
तथाकथित मुन्ड्रो डक्ट्रिन, यो दक्षिणी एसिया त हाम्रै हो, त्यस कारणले चाहिँ कुनै पनि देशहरूले हामीलाई नसोधिकन, हामीसँग अलाइन नगरिकन अगाडि बढ्न पाउँदैनन् भन्ने कुराको ज्ञाप, त्यो अन्तर्विरोध छँदै थियो। स्थिरता चाहनेहरू हामी थियौँ, अस्थिरतामा निरन्तर खेलिरहनेहरू पनि छँदै थिए। हामी गणतन्त्रलाई बलियो बनाउन चाहन्थ्यौँ, राजतन्त्र पुनर्स्थापना गर्न चाहने शक्तिहरू पनि थिए। यस्ता कतिपय बाह्य आयामहरू पनि छन्। त्यसो भएर धक्काका पछाडि यी बाह्य आयामहरूले खेलेको भूमिकालाई अन्डर एस्टिमेट गर्न मिल्दैन निसन्देह। तर पनि हामीले यो घटना पश्चात यदि आफैले आफैलाई निर्मम आत्मसमीक्षा गरेनौँ भने, पहिलो कुरा त सङ्कटको एउटा गम्भीर बोध, त्यसपछि यसका कारणहरूको मिहिन विश्लेषण र समीक्षा, त्यसपछि अगाडि बढ्ने कुराको एउटा समग्र मार्गचित्र र त्यो समग्र ट्रान्सफर्मेसन, त्यो ट्रान्सफर्मेसनभित्र पर्छ भने हाम्रा कतिपय नीतिहरूको ट्रान्सफर्मेसन, पर्छ भने हाम्रो शैलीहरूको ट्रान्सफर्मेसन, पर्छ भने हाम्रा सङ्गठनात्मक जुन खालका तौर तरिकाहरू छन् तिनीहरूको ट्रान्सफर्मेसन, र पर्छ भने माथिदेखि लिएर तलसम्म हामी व्यक्तिको भूमिकाको पनि समीक्षा। यसो गरेर एउटा सुधारको एउटा बृहत्तर मार्गचित्रबाट मात्रै हामीले चाहिँ अहिलेको सङ्कटलाई पार गर्न सक्छौँ भन्ने मलाई लाग्छ। कतै हाम्रा केही अभिव्यक्तिहरू, हाम्रा केही शैलीहरू, हाम्रा केही निर्णय र निर्णय प्रक्रियाहरूले वास्तवमा अलिअलि हामी जनताबाट अलग्गिँदै गरेको कुरा यथार्थ हो। सबै उस्तै हुन् भन्ने खालको एउटा भाष्य निर्माण भएको पनि यथार्थ हो। हाम्रो परिवर्तनकारी छवि अलिकति धुमिल हुँदै गएर हामी यथास्थितिवादी हौँ कि भन्ने खालको जस्तो, जनसरोकारका मुद्दामा जति बलियो हस्तक्षेप हुनुपर्थ्यो अलिकति हुन नसकेको जस्तो, हामी अलिकति शासक जस्तो सेवक हुनुपर्ने ठाउँमा यी सबै कुराहरूले गर्दा कस्तो भएको जस्तो मलाई लाग्छ भने यो धक्का भूकम्पको ठुलो धक्का हो। तर हाम्रो घर जति मात्रामा भूकम्प प्रतिरोधी हुनुपर्थ्यो, रिजिलिएन्ट हुनुपर्थ्यो, त्यो रिजिलिएन्ट हुन सकेन कि भन्ने प्रश्न चाहिँ यो बिचमा अगाडि आएको छ। कतै हाम्रो डेमोक्रेटिक बन्नुपर्ने हाम्रा संरचनाहरू अलि बढी ब्युरोक्रेटिक भए कि, जनसेवाको साधन बन्नुपर्ने हाम्रा कतिपय संरचनाहरू सङ्गठन हाम्रो सत्तामा पुग्ने माध्यम जस्तो बन्न पुगे कि भन्ने खालका प्रश्नहरू पनि छन्। यी सबै कुराहरूलाई एउटा गम्भीर समीक्षाको माग गरिरहेको छ। मलाई लाग्छ नेकपा एमाले, नेपाली काङ्ग्रेस, अरू वामपन्थी दलहरू जो लोकतन्त्रका मेजर स्टेक होल्डरहरू हुन्, उनीहरूले आफूलाई यी प्रश्नहरूको कठघरामा उभिआएर समीक्षा गर्नुपर्छ भन्ने म ठान्दछु। अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, यो सोभियोहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू, संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ। यसले एउटा बलियो लोकतान्त्रिक प्रगतिशील प्रतिपक्षको माग गर्छ। संसदमा हाम्रो उपस्थिति तुलनात्मक रूपमा कमजोर छ, तर जनता, तपाईँ मिडियाकर्मीहरू, यस्तै सामाजिक संस्थाहरू धेरैले यस मामलामा हामीले भूमिका खेल्न सक्छौँ र त्यसो गरेर एउटा बलियो शक्ति निर्माण गरेर यति दुःख गरेर 70 वर्षको सङ्घर्षबाट प्राप्त गरेका लोकतान्त्रिक उपलब्धिलाई गुम्न नदिन, संविधानको रक्षा गर्न र सामाजिक न्यायसहितको बाटो तर्जुमा गर्नका लागि सायद समयले हामीलाई फेरि एकचोटि कठोर अग्नि परीक्षाका सामु उभ्याएको छ। मदनाश्रित स्मृति प्रतिष्ठान आफैमा यो अभियानको संवाहक होइन, यो त सहयोगी हो। संवाहक भनेका त मूलतः पोलिटिकल पार्टीहरू हुन् र नागरिक स्वयं हुन्। पार्टीहरूले, नागरिकहरूले यो दायित्व बोध गर्नुहोस्,
त्यो स्थितिभित्र प्रतिष्ठानले के गर्नुपर्छ, प्रतिष्ठानको तहबाट हामीले आफ्नो भूमिका खेल्न तयारै रहनेछौँ। यिनै कुराहरूसहित आज हामीले मुख्यतया यो कार्यक्रम हाम्रो युवा पुस्तालाई डेडिकेटेड गरेका छौँ। केही फर्मालिटी पछि करिब 1.5 घण्टा हाम्रा युवा साथीहरू जबज र युवाको ब्रोडर फ्रेमभित्र अहिले लोकतन्त्रमाथि खडा भएको चुनौती, त्यसलाई कसरी सामना गर्न सकिन्छ, इन्फर्मेसन टेक्नोलोजीमा जुन एउटा डिस्ट्रप्टिभ टाइपको फड्को भइरहेको छ, त्यसले एकातिर अपर्च्युनिटीका ठुला ढोकाहरू पनि, अर्कोतिर मिथ्या सूचनाहरू, भ्रामक सूचनाहरू, मान्छेको दिमाग नै एक खालको वास गर्ने खालको भ्रम सृजनामा भूमिका खेलिरहेको छ। कसरी हामीले त्यसलाई व्यवस्थित गर्न सक्छौँ? भूरान्ति जोखिमपूर्ण बन्दै गइरहेको छ। त्यस्तो स्थितिभित्र हामी राष्ट्रियताको रक्षा कसरी गर्न सक्छौँ? आर्थिक बाटो जुन नयाँ सरकारले लिन खोज्दैछ, त्यो स्थितिभित्र जनताको अधिकार, आर्थिक अधिकारहरूको रक्षा कसरी हुन सक्छ र यी सबै कुरामा पार्लियामेन्टले कसरी भूमिका खेल्छ, यी सबै कुराहरूमा हाम्रा युवा साथीहरू करिब 1.5 घण्टा बहस गर्नुहुनेछ। आज वक्ता उहाँहरू हो, हामी श्रोताहरू हौँ। उहाँहरूले निकालेका निष्कर्षहरू सहित पछि आजका प्रमुख अतिथिले सम्बोधनमा ती कुराहरूलाई समेत ऱ्यापअप गर्नुहुनेछ र आजको यो कार्यक्रम हामीले समापन गर्नेछौँ। तपाईँहरू आइदिनु भयो, हाम्रो निम्तालाई स्वीकार गरेर। मुख्य सहरभन्दा अलिकति टाढा छ हाम्रो प्रतिष्ठान। तपाईँहरूलाई आउन केही कठिनाइ भएको भए त्यसका लागि, त्यो कठिनाइका लागि हामी दुःख व्यक्त गर्छौँ। तर यति ठुलो सङ्ख्यामा तपाईँहरू आइदिनु भएको छ। विशेष गरेर युवा साथीहरूको उत्साहपूर्ण सहभागिता छ। म तपाईँहरूलाई विशेष स्वागत गर्न चाहन्छु। यो प्रोग्रामको यो डिजाइन र यसको समग्र आयोजनामा मैले 2 जना साथीहरूलाई एक्नोलेज गर्नै पर्छ। हाम्रो अनरासमिका पूर्व अध्यक्ष, अहिले केन्द्रीय सदस्य समीक बडालजी र नरेश रोकाया केन्द्रीय सदस्य, उहाँहरूले ठुलो भूमिका खेल्नुभएको छ। थ्याङ्क यू भेरी मच। यिनै कुराहरूसहित कार्यक्रमलाई अगाडि बढाउन मधुजीलाई आग्रह गर्दै म आफ्नो अध्यक्षताको आसन ग्रहण गर्दछु। धन्यवाद।